नमस्कार। मैले आज चाहिँ प्याजको बारेमा जानकारी दिन लागिरहेको छु। प्याज कसरी लगाउने र लगाइसकेपछि के गर्ने भन्ने कुराको जानकारी नहुँदाखेरि प्याजमा गाना चाहिँ सानो लाग्ने गर्दछ। गाना सानो लाग्यो भने किसानलाई मर्का पर्छ। त्यसकारण गाना ठुलो लगाउनको लागि के गर्ने भन्ने सूत्र आज मैले जानकारी दिन गइरहेको छु। जुन सूत्र प्रयोग गरेर तपाईहरुले आफ्नो प्याजको गानाहरू एकदम ठुलो ठुलो बनाउन सक्नुहुन्छ। सर्वप्रथम प्याज लगाइसकेपछि यतिको अवस्थामा भइसकेपछि प्याजलाई अब के गर्ने भनेर यसको जानकारी तपाईहरुलाई म दिन गइरहेको छु। ल हेर्नुस्, अब प्याज यतिको भयो र अब यसलाई भाँच्ने बेला भयो भनेर थाहा पाउनको लागि हामीले के गर्नुपर्छ भनेपछि अब कताकति लगाएको ठाउँहरूमध्ये कताकति यस्तो फुल फुल्न लागेको अवस्था देखिन थाल्यो भने अब यो प्याजलाई चाहिँ तपाईहरुले भाँच्ने बेला भयो भनेर जान्न पर्यो है। यसलाई कसरी भाँच्ने र भन्ने कुरा चाहिँ म तपाईहरुलाई अब भिडियोमा देखाउँदै छु। ल हेर्नुस्, आउनुस् प्याज भाँच्न सुरु गरौँ। साथीहरु, म एउटा प्याज उखालेर देखाउन गइरहेको छु। जब प्याज चाहिँ यसरी प्याज उखलिन्छ, प्याज उखलिसकेपछि हेर्नुस्, यो प्याजको तल यत्रो गानो लागेको हुनुपर्छ। यसलाई भाँच्नु भन्दा पहिला यत्रो गानो लागेको तर यसमा फुल ननिस्किसकेको अवस्थामा यसलाई भाँच्न सकिन्छ है। स्वस्थकर हुनको लागि यस्तो जराहरू हुनुपर्छ। लाउनुस्, म अब भाँचेको देखाउँ। प्याज कसरी भाँच्ने भन्दाखेरि भाँच्नको लागि डराउनु हुँदैन है। यसरी पुडेक यसरी प्याज भाँच्नुपर्छ। ल हेर्नुस्, यसरी जरैबाट खनक्क भाँचिदिने। यसलाई माया नगरिकन डल्लो गानो जहाँ लाउन सुरु गरेको छ त्यही ठाउँबाट यसरी पुडेक्क भाँचिदिनु भयो। यसरी बेसकन दबाएर छोडिदिनु भयो भने गाना चाहिँ स्पेसल दाना लाग्छ है। ल हेर्नुस्, मैले कसरी भाँचेको छु। ट्याक ट्याक भाँचेर यसलाई अँचर्नुपर्छ गानुको नजिक मजाले। यसलाई खसी पार्ने पनि भनिन्छ है। ल जुम भन्नाले यहाँ नजिकै आएर खिच्न। यसरी 70 पारेर भाँचेपछि बल्ल दाना ठुलो लाग्छ। नडराउनु होला किसान साथीहरु, केही पनि हुँदैन। भाँचेरै बिग्रिँदैन। धेरैजनाले सोध्नुहुन्छ यसरी भाँच्दा कुहिने मर्ने हुँदैन भनेर। केही पनि हुँदैन, नआत्तिनु होला।